यो चाहिँ सबै हाम्रै कम्पनीको गाडी हो है। यो कन्टेनर लोड भएको जति 4 दिनको बसाइपछि बहराइनबाट आज हामी जाँदैछौँ जेद्दा, साउदी दमाम रियाद हुँदै जेद्दा जानेछौँ। साथीहरू आज 4 दिनको बसाइपछि हाम्रो लोड भएर अपोइन्टमेन्ट पेपर, बयान पेपर सबै हाम्रो रेडी भयो। अब हामी बहराइनबाट निस्किँदैछौँ हैन साथी। छ हाम्रो गाडी चाहिँ छ 10-15 गाडी छ अहिले। बहराइनको मिजान आइपुग्यो साथीहरू। यो चाहिँ साथीहरू बहराइनको मिजान। यहाँ चाहिँ पैसा तिरेर कति तपाईको वेट छ, ओजन छ, त्यो अनुसार पैसा लिन्छ। यहाँबाट पास हुन्छ। अनि साथीहरू 2-3 घण्टाको बसाइपछि बल्ल गाडीमा लाउने कन्टेनरमा लाउने जिपिएस हात परेको छ। सम्झी खै देखाउनु त यता। अब यो लगाएर पेपर आउँछ। पेपर आएपछि हामी साउदी बोर्डरबाट निस्किन्छौँ। गाडी यहाँ रम्बामा लगाइएको छ च्याक्क लाएर। यहाँ चेक जाँच भयो। अब हाम्रो गाडी चलाइनै छ स्याट्ट लाएर। अब यो लगाउँछ। बोर्डर क्रस भयो साथीहरू। साउदी बोर्डर हो। हामी साउदी छिर्दैछौँ। बज्यो रातिको 8 बज्यो।
अब रुम गएर त्यहाँ नुहाइ गरेर फ्रेस भएर कपडा सपडा काम मैलो भएको छ कपडा सपडा धोएर बिहान जेन सेट हालेर अनि त्यताको यात्रा हुनेछ दमामबाट गाडी पार्किङमा राखेर है त साथीहरू हेर्दै गर्नु होला भिडियो